भिडियो पोस्ट गर्न चाहिँ भ्याउने अनि हाम्रो मेसेज हेर्न चाहिँ नभ्याउने भन्ने कमेन्ट आयो आज मलाई। सो हेलो गाइज, दिस इज आकृति एन्ड वेलकम टु माई अनदर ब्लग। अनि आज चाहिँ म हस्याङ फस्याङ गर्दै कलेज जाँदै थिएँ, तर एउटा पनि अटो नआएको हुनाले म यसरी बस्नु परेको थिएँ। फाइनल्ली अटो आयो र म नलपुर त पुगेँ, तर त्यहाँ फेरि म्याजिक पाइएन। यहाँ चाहिँ कति धेरै पुलिसहरू आएर बसेको थिए क्या, मलाई चाहिँ कस्तो डर लाग्यो भिडियो बनाउनलाई। अनि अब चाहिँ म कलेज पनि पुगेँ अनि उनीहरू चाहिँ थेसिस बुझाएर त्यसरी बसिरहेको रहेछन्। अति नै भइसक्यो क्या, जतिचोटि आयो त्यतिचोटि मिस्टेक थप्पिँदै गइरहेछ क्या हाम्रो चाहिँ। अनि म पनि थेसिस बुझाएर निस्किसकेँ। अनि यसरी चाहिँ म किन हाँसेँ भने एलिसाको गुनासो चाहिँ के आयो भने मैले उसलाई टिकटकमा फलो गरेँ रे, अनि त्यसपछि फेरि अनफलो हाने रे। आमा मैले होइन होला हौ, त्यस्तो गरेको छैन मैले, अब मिस्टेकले त्यस्तो भएको हो कि जस्तो लागेर अनि घर आएर हतार हतार मैले चाहिँ उसलाई फलो पनि गरेँ। अनि सीताले पनि मेरो एउटा दुइटा भिडियोमा लाइक नै नगर्दिएको रे क्या, किनभने मैले उसको मेसेज चाहिँ हेरिनँ तर भिडियो चाहिँ पोस्ट गरेँ रे। गाइस त्यस्तो नगर न, एक त म अलि बिजी नै हुन्छु अनि त्यहीमाथि यो थेसिसले गर्दा चाहिँ मेरो भएको दिमाग पनि उड्न लागेको छ क्या, के गरौँ म। अनि बल्ल बल्ल म्याजिक पनि आयो र यसरी सफा गरेर हामी चाहिँ चढ्यौँ, ढोका लायौँ होला भने ढोकै लागेर रहेनछ क्या। यो कर्फ्यूले गर्दा होला आज चाहिँ गाडी पनि धेरै लागेको थिएनन् क्या। अनि हामीहरूले चाहिँ यो पाउडर भन्ने जन्तु किन्नै पर्दैन क्या, एकदम सस्तो मस्त पाउडर फ्रीमा पाउँछौँ सधैँ हामीले चाहिँ। र अब चाहिँ हामी हाम्रो नवलपुर पनि आइसक्यौँ र हामी चाहिँ सुदीप दुध डेरीमा गएर दुध पनि किनेर हिँडिसके। अनि अब चाहिँ हामी अटो चढ्यौँ, तर अटो हिँड्ने सुरसार थिएन। हाम्रो चाहिँ पेटमा मुसा नै दौडिसकेको थियो साथीहरू भोकाले, किनभने हामीले बिहानदेखि केही खान भ्याएको थिएन। भाइको चिजबल चाहिँ उहाँ झर्यो रे भनेर मलाई देखाएको देखाइ छ। र फाइनली आधी घण्टाको पर्खाइपछि अटो हिँड्यो र हामी पनि अटोबाट झरिसके। त्यसपछि सीताले गरिन् बाई र आफ्नो घरतिर लागिन् र म पनि घरतिर लागेँ। घर आएर खाना पनि खाएँ, भाडा पनि माझेँ र त्यसपछि रुममा आएँ। रुम काला थियो मेरो यस्तो, किनभने मैले बिहान मिलाउन भ्याएको थिइनँ। र यसपछि आजको भ्लगलाई मैले यहीँ बन्द गर्ने विचार गरेँ। हस्, धन्यवाद, बाई बाई।